पढाउँदैछु, मेरो सासू पाल्दैछु। अन्त 10,000 को लागि रिजर्भ फरेस्ट त ठाउँ होइन नि त हजुर। होइन, अरू छ नि त रिजर्भ फरेस्टमा, म मात्रै छु सर, अरू पनि त छ नि त। सबैजना त रिजर्भ फरेस्टमै गर्दैछ नि सर। हिजो जुन प्रेस कन्फरेन्समा कुरा भन्नु छ, जुनै पनि कुरा गर्दा एकैचोटि नगरेर समय दिँदै गरिन्छ बुझ्नुभयो त। त्यसले गर्दाखेरि जस्तै फर्स्टमा यहाँनिर केही फेसिलिटी थिएन, त्यहाँदेखि सोल्डर आयो हाल्यो के गर्यो, प्यारिङ हटाउने कुरा, त्यस्तो पारेर भोलि तिम्रो कहाँ जस्तै अहिले चिएन रोडको जुन कुरा हुँदैछ, सरले त इजिली भनिदिनु भएको छ, यहाँदेखि गर्नु भनेर भन्नुभएको छ, जुन चाहिँ सटर प्रपर सटरमा हामी छैनौँ पनि त्यहाँनिर। अब कुरा सुन्नुहोस् न, त्यही त भनेको त म कुरा बुझ्नुहोस् न चाहिँ मेरो पनि के अरे एउटा आइडेन्टिफाई लेख्नुहोस् न कसको के सामान छ यहाँ। अल्टिमेट माग भनेको चाहिँ अब हामीलाई साइड दिए जाओस् भन्ने चाहिँ हो। के छ अरू फाल्टो? अरू फाल्टो त अब यस्तो हो नि, सरकोमा सिएम सरकोमा नै यो कुरा चाहिँ पुगोस् भन्ने छ। अहिलेसम्म हामी पुग्न पनि सकेनौँ सिएम सरकोमा होइन, अनि कसैबाट पनि हामीलाई आशै छैन है। सरले त अब सिएम सरले त यहाँ दिइसकेको जग्गा हो नि त, तर अब हामीले नपाउँदाखेरि चाहिँ हामी नै त्यहाँ पुग्ने हामीलाई इच्छा छ। त्यो चाहिँ कसरी जाने हामीलाई एकदमै याद भएन। तपाईँहरू डिपार्टमेन्टमा अप्रोच गर्नुभयो फर्दर उसको लागि? डिपार्टमेन्ट गएर केही लिगल्ली जान्छ नि हो त्यस्तो केही गर्नुभएको छ कि? यही दोकानको लागि त्यो छ नि, एमएलए सरले त्यो त छँदैछ। होइन फरेस्टले उठाइसकेपछि उठाइहरू नै जानुभएको छ डिपार्टमेन्टमा कि? अहिले फिलहाल चाहिँ हामी गएको छैन नि, फरेस्ट डिपार्टमेन्टमा चाहिँ गएको छैन, तर पहिलादेखि गइरहेको हो नि त। एमएलए सरले पाउँछौ तिमीहरूले यहीँ गर्नु भनेर चाहिँ भन्नुभएको छ, यही सटर बनाइदिन्छु, यहाँ सानो सानो स्टल बनाइदिन्छु चाहिँ भन्नुभएको छ। अन्त फरेस्टसँग चाहिँ उयो नै हाम्रो एमएलए सर नै अब कन्भर्सेसन गर्नुहुँदै होला है, बातचित गर्नुहुँदैछ। आज मिटिङ छ, अस्ति मिटिङ भयो भन्नुहुँदै थियो, अस्ति पनि हुन्छ भन्नुहुँदै थियो, भ्याएको छैन भन्नुहुँदै थियो हो। अब सरहरूको त यो दोकानको मात्रै त काम हुँदैन, अरूहरू पनि त काम हुन्छ, तर उयो चाहिँ हुँदैछ भनेर भन्नुभएको छ। अन्त हामी चाहिँ अब यहाँ बसेको नि सर, अब यहाँनिर त हामी नबसेर त भएकै छैन, किनभने घरमा बस्नु पनि सक्दैन, यहाँनिर बस्यो भने हामीलाई अलिकति उयो पनि हुन्छ होइन। कोही आएर न्याय पो पाइ पो हाल्छ हामीले। अब सामान निकालेर बाहिर छ हाम्रो, हिजो सामान निकालेर बाहिर राखिदिनु बाहिर छ, आज सामान सिज गर्छु भन्नुहुँदैछ। ठिकै छ सिज गरोस्, अब दोकानै छैन, सामान यहाँ राखेर पनि के गर्नु, बादमा दोकान पायो भने सामान पनि पाउँला नि, यहाँ त किन्नु पनि सकाउँला। फरेस्टले प्रेस कन्फरेन्स एउटा तपाईँले पनि हेर्नुभयो होला है, उहाँले को भनाइअनुसार चाहिँ उहाँहरू एकपल्ट आएर एप्रोच डिपार्टमेन्टमै आएर एप्रोच गर्नुपर्ने हो, त्यहाँ बसेर धर्ना बसेर यताउता गरेर हुँदैन, किनभने डिपार्टमेन्टबाट आउनु पऱ्यो, केही एउटा नयाँ कुरा समाधान निकाल्नु पऱ्यो, तर उहाँहरू आउनै भएको छैन भन्ने गुनासो छ उहाँहरूको। के भन्नु उहाँहरूको डिपार्टमेन्टमा जाँदाखेरि अब हुँदै त हुँदैन, अन्त केही नै हुँदैन हामीलाई, डिपार्टमेन्टमा जाँदा त भएकै छैन नि त। किनभने यो हामीले फर्स्टमा यो दोकान सुरु गर्नुभन्दा अगाडि चाहिँ हामी डिपार्टमेन्ट आएर हामीलाई त डिमाग गरिदिनु भएको यो पहिला यो कहिले भने नि हाम्रो त्यतिखेर कर्मालोडे सर हुनुहुन्थ्यो, त्यतिखेर यो एरिया चाहिँ 10/10 को डिमाग गरेर दिनुभएको हो नि त, फरेस्ट आफै आएर दिनुभएको अगाडि चाहिँ। तर हामी दोकान खोल्दा चाहिँ त्यसै आएर कब्जा गरेर हामी आफै मनमर्जी गरेर आएर बसेको होइन, किनभने हाम्रो घरमा घर चलाउनु नसकेर हामीलाई अब केही काम छैन होइन, त्यहाँदेखि हामीले त्यहाँ गएर गरौँ भनेर चाहिँ आन्टीले गर्नुहुँदै थियो, त्यहाँ हामी पनि गरौँ कुछ घर चलाउनुको लागि होइन भनेर चाहिँ गर्दाखेरि हामीले चाहिँ प्रपर कागज के चाहिन्छ होइन, बिना आरसी बिना सिवाई त हामीलाई लाइसेन्स दिने होइन। अनि एमएलए सरहरूले पनि त हामीलाई तिमीलाई दिँदैन त, तिमीहरूको केही छैन त भन्छ। अहिले यहाँनिर कोही एकजनाले आएर भोटर कार्ड लिएर म यहाँ दोकान थाप्छु भने त कसैले अलाउ गर्दैन नि त। हामी त त्यहाँदेखि हामीलाई मात्रै होइन नि त, अब यो नयाँ जति पनि हुँदैछ है अरूलाई पनि यो चाहिँ लागू हुनु पर्यो नि, यो जुन चाहिँ हामीलाई भन्नु हुँदैछ नि। त्यो त अहिलेको कुरा हो नि त, हामीले पहिला चाहिँ त्यसरी गरेर आएको नि त, जाने जग्गा गएर देखाउने कुरा देखाएर प्रपर कागज देखाएर एनओसी लिएर होइन, कति महिना लागेर सबै जिएमसी आएर फरेस्ट डिपार्टमेन्ट आएर यहाँनिर जग्गा देखाएर गरी खाएर बसेको हो नि त। हजुर, अब तल हामीलाई लाइसेन्सको लागि त सबै यो फरेस्ट ल्यान्ड हो नि त, फरेस्टको एनओसी त चाहियो, एमएलए को एनओसी चाहियो, फरेस्ट मिनिस्टरको चाहियो, यस्तो हुन्छ नि त सर। हजुर, निकालेर त लाइसेन्स त त्यसै दिँदैन नि जिएमसीमा, त्यहाँदेखि जिएमसीमा पनि हामीले ट्याक्स तिर्छौँ। अब यहाँ सुन्नुहोस् है, आजको कुरामा चाहिँ मिल्ने कुरा भन्ने हामीलाई धेरै आशा थियो नि त। उहाँहरू आउँदाखेरि नि यति ठुलो अफसरहरू हाम्रो लागि आइदिँदाखेरि हामी यति साह्रो खुसी थियौँ, देखेर आज हामी यति साह्रो खुसी थियौँ है।
अब आज चाहिँ हाम्रो भनौँ न हामीले अब आज चाहिँ हामी घरमा गएर है हिजो कति दुःख गऱ्यौँ नि, आज चाहिँ हामीले सुख पाउने रहेछौँ। अब हाम्रो दुःख गएछ भनेर सम्झेको थियौँ नि त। तर उहाँहरूले त हेर्नुहोस् त, म आशा वर्कर अरे त्यस्तोहरू पो भन्नुहुँदैछ। म आशा वर्कर हो, म आशा वर्कर हो। आशा वर्करले अर्को काम गर्नु अरू बिजनेस गरेको छैन अरू आशा वर्करले। उनीहरूको त अझै घरमा डक्टर त छोरा छ होइन, उनीहरूको त वेल बिल्डिङको मालिकनीहरू आशाहरूले चाहिँ बिजनेस गर्नु पाउने। म एउटा सिङ्गल लेडी हो है, मैले के यो दोकान बिजनेस चलाउनु पाउँदैन। मेरो सासूको नाममा छ लाइसेन्स, सासूलाई दबाई पानी गर्नु पऱ्यो, मैले मेरो नानीलाई कलेज पढाउनु पऱ्यो, मेरो घर चलाउनु पऱ्यो यहीबाट दोकानबाटै। आशाको त एउटा 10,000 भन्ने त भर्खरदेखि भएको हो नि त। यो त हाम्रो यो भोलिन्टियर हो नि त, नभए त हामी इम्प्लोइजमा पनि गन्ती आउँदैनौँ। मेरो त रेगुलर हुँदैन नै होइन, म त रेगुलरको क्याटेगोरीमा आउँदिनँ म। त्यही कारण मैले त यो गर्दाखेरि त मैले त विथ पर्मिसन मेरो अफिसरहरूको पर्मिसनसँगै मैले काम गरेको हो नि त। प्लस फेरि मेरो यता ड्युटी गर्ने ड्युटी आवर छँदैछ मेरो है। हामी फिल्ड वर्कर हो, कति बेला गर्नुपर्छ हाम्रो काम। र मेरो कुनै पनि कम्प्लेन छैन मेरो तल अफिसमा। तपाईँहरूले सोध्नु सक्नुहुन्छ, मेरो अफिसरहरूलाई सोध्नु सक्नुहुन्छ, मेरो कुनै काममा कुनै केयरलेस छ कि छैन भनेर सोध्नु सक्नुहुन्छ। तपाईँहरूले न्याय माग्नुहुन्छ नि त होइन, आज धर्ना बसेर न्याय माग्नु। तपाईँहरूको लागि चाहिँ न्याय चाहिँ के हुनुपर्ने हो, के इच्छा छ तपाईँको? नै त अब हामीलाई ठुलो माग केही छैन। हामी यो फरेस्टको ल्यान्ड हो, यो फरेस्टको ल्यान्ड हामी लगेर घर जान्दैनौँ, लगेर हामी अरू जग्गा कहीँ जाँदैन। सिर्फ यहाँ गरी मात्रै खाने नि त, जस्तो कि अरू सबैले गरी खाइरहेको छ। हामी मात्रै त होइन नि त, यहाँनिर सबैले गरी खाइरहेको छ। हामी अलिकति गरी खानु पाउँ न। यो जग्गा हामी कहीँ बोकेर लाने चिजै होइन, यो क्याप्चर गर्छ यहाँ बस्छन्। हामी क्याप्चर गर्ने हो भने त हामी 20 सालदेखिको छ, 15 सालदेखि छ, यति बेलासम्म हामी एउटा बनाइसक्थ्यो नि त, बनाइसकेको छैन नि त होइन, प्लास्टिकमै छ नि। अब हामीले यो ल्यान्ड उयो गऱ्यो भने चाहिँ नि अलिकति पर जाइदिनुहोस् न तपाईँहरू। त्यहाँ त हिमालयन जोलोजिकल उयो एरिया पर्छ, त्यहाँभित्र त है खोलामा भनौँ रोडमै आइसक्यो बिल्डिङहरू, ट्रस आइसक्यो त। त्यहाँ चाहिँ के भयो, हामीलाई चाहिँ किन यति साह्रो अत्याचार? यसको जवाब त चाहियो हामीलाई, यसको जवाब चाहिँ कसले दिने त? हेर्नुहोस् त, अलिकति पर जाइदिनुहोस् न तपाईँहरू। त्यहाँनिर त्यो हिमालयन जोलोजिकल एरिया हो त्यो, त्यहाँ त रोडमा आइसक्यो बिल्डिङ। अब त्यो पनि हेरिदिनु पऱ्यो नि त। हामीले कुन चाहिँ यहाँनिर यस्तो गरेको छ, बिल्डिङ हाम्रो छ त हेरिदिनु। अस्ति तपाईँहरूकोमा छ, हाम्रो के थियो झोपडी, अलिकति राम्रोसँगले उहाँहरूले लु बनाइदिए। अब यो यस्तो हो नि त, केन्द्रीय सरकारबाट त यहाँनिर आइरहेको छ नि त बजेट, त्यो बजेटले बनाइदिँदा पनि त हुन्छ। उहाँहरूले आधा घन्टामा हाम्रो यो साफ गर्नु सक्नुहुन्छ भने 2 दिनमा त बनाइदिनु पनि त सक्नुहुन्छ होइन। एउटा सानो सानो स्टल त खुट्टी लगाएर टकटक च्यादर लगाएर बाँडिदिनु भयो भने त कुरा खतम त। यहाँ ठुलो माग त हाम्रो छ जस्तो लागेन हामीलाई। यस्तो नि फेरि हामीले है तिमीले यत्रो गरी खानु दियो, तिमीले त्यहाँनिर अझै पक्का घर पो बनायो, पक्का स्टल बनाएछ भनेर उठाउनु भएको भए पनि त ठिकै छ। हामी जस्तोमा त्यस्तै छ नि त, प्लास्टिक बाहेक हाम्रो फाल्टो केही पनि छैन। भत्काउँदा तपाईँले देख्नुभयो, सबैले देख्नु भएको छ। प्लास्टिक बाहेक अब 20 साल भयो भन्नुहोस्, सुन्नुहोस् 20 साल भयो, 15 साल भयो, 10 साल भयो, तर दोकान हाम्रो पक्का छैन नि। तपाईँले के बेच्नुहुन्थ्यो दोकानमा चाहिँ? हामी गिफ्ट सप हो, कसैको खाना छ, हाम्रो चाहिँ गिफ्ट सप हो, बहिनीहरूको फास्ट फुड हो, त्यस्तो छ। हाम्रो पक्का छैन। अब कमेन्टतिर भन्छ बिफोर कच्चा आफ्टर पक्का भन्छ। 20 साल पो भयो त यहाँनिर, खोइ अहिलेसम्म एउटा पक्का देख्नु भएको छ। 1 लाख दियो भने बाङबुङ भइहाल्छ नि यो जग्गा त। यो त ठिकै हो। अनुसार तपाईँहरूलाई पहिला पनि धेरै ताल वार्निङ दिइसकेको उठाउनु भनेर, र तपाईँले 1-2 महिनाको टाइम माग्दै हो, त्यसपछि एक्सटेन्ड गरेको भन्ने पनि उहाँले भन्नुभयो नि है। त्यो चाहिँ सत्य हो कि होइन, के कस्तो थियो? तपाईँलाई वार्निङ दिएको थियो कि थिएन पहिला उठाउनु? एक त फेरि क्वेसन बुझिनँ। वार्निङ एकछिन चाहिँ तपाईँहरूलाई पहिला पनि वार्निङ दिएको थियो नलगाइदिनुहोस् भनेर, त्यो चाहिँ दिएको थियो कि तपाईँहरूलाई चाहिँ? त्यो त अब यस्तो नि त, त्यो त कति भन्नु हिजो अस्तिदेखि पनि भन्दैछौँ हामी होइन। त्यो त सबैलाई आएको हो नि त। यो त यो एरिया कहाँदेखि चाहिँ कहाँसम्म फरेस्ट पर्छ भनेर हामीलाई भन्दा त उहाँहरूलाई छ नि त ज्यादा नलेज, सबैलाई नोटिस आएको हो नि त। तर हामीलाई चाहिँ यति साह्रो अत्याचार चाहिँ हामीलाई मात्रै आजको दिनमा, आजभन्दा 2024मा या त 25मा 2 खेप नोटिस आएको हो नि त। 24 र 25मा सबैमा आएको हो नि त। त्यो 24 र 25को नोटिसले आज हाम्रो दोकान 8 तारिक भत्किन्छ त। यो के पक्षपात भएको जस्तो लाग्छ तपाईँलाई? अब चाहिँ लाग्न थाल्यो। अस्तिसम्म चाहिँ मलाई लागेको थिएन है, अस्तिसम्म चाहिँ मलाई लाग्थ्यो कि हामीले पक्कै यहाँ मैला गरेर बसेछौँ जस्तो लाग्थ्यो कि, आजदेखि चाहिँ पक्कै लाग्यो।
फेभरेटिजम यहाँ चाहिँ पुरा पार्सिलिटी भयो तपाईँहरू धर्ना बसेर यो समाधान होला त अनि हुनु पर्यो तपाईँहरू कहीँ जानु तपाईँहरू प्लान गर्नुहुँदैछ कि एमएलए होइन हामीलाई चाहिँ हजुर हजुर होइन, होइन, यसमा चाहिँ यस्तो छ कि सरहरूले चाहिँ हामीलाई आजको पनि डेट दिनुभएको छ हामीलाई हाम्रो काउन्सिलर सरले चाहिँ आजको डेट दिनुभएको छ उहाँको चाहिँ मिटिङ छ अरे अघि बिहान पनि आइदिनु भएको थियो हामी छौँ है भन्नुभएको छ हामीलाई यता जानु उता जानु केही डाइरेक्सन दिनुभएको छैन हाम्रो एमएलए सर र हाम्रो काउन्सिलर सरले चाहिँ आज मिटिङ छ भरेसम्ममा खबर आउँछ भन्नुभएको छ हामीलाई यस्तो जाने काहीँ जब तक यो तपाईँहरूको सल्भ हुने तब तक तपाईँहरू यतै बस्ने हामी बस्ने निर्णय गरेको नि त माइन्ड सेट गरेको उहाँहरूलाई आज देख्दा राति हामी हिजो बस्यौँ आज दिउँसो त राति हाम्रो बस्छौँ। सधैँ यस्तै बिजोको हो है हिजो त राति पनि बस्यौँ हामी है डर कति लाग्यो त्यो हामीलाई नै छ नि त त्यो हामीलाई मनमा छ तर पनि बस्छौँ हामी तर यो अब लिगली चल्नु पर्दामा है कुनै पनि धारमा बस्दाखेरि एउटा नोटिस एउटा अथराइज लिएर बस्नुपर्ने हुन्छ नि यो बारे चाहिँ के भन्न चाहनुहुन्छ त्यो त नलेजै छैन हामीलाई त यस्तो नि हामीलाई त अब कहाँनिर अत्याचार भइसक्यो अब नोटिस कता हामीलाई त त्यस्तो नलेज भएको भए त हामीले आज त्यस्तो त्यो हाम्रो यो अलिकति अगाडि पोइन्टमा जुन चाहिँ बिल्डिङ छ नि त्यस्तो बनाएर बस्थ्यौँ नि त हामीलाई त्यत्रो नलेज भएको भए त आज त यो दिन हाम्रोमा त बाटो नभएर चाहिँ हामीले यो गरेको हो नि त स्टेप हामीलाई त्यत्रो नलेज भएको भए त हामी यतिखेर हाम्रो यो कति पक्का बनाइसक्थ्यौँ होला तपाईँहरूको एरिया एमएलएलाई चाहिँ के भन्न चाहनुहुन्छ सरले चाहिँ चाँडोभन्दा चाँडो है यो बिजोग देखेर चाहिँ नि अब हामीलाई फेरि भोलि फेरि पर्सि है फेरि 2 महिना त्यस्तो नभनिदिनुहोस् है झट्टैभन्दा झट्टै यो चाहिँ स्टेप हाम्रो सरले चाहिँ अब चाहिँ लिइदिनुहोस् र तपाईँहरूलाई अर्को आरोप पनि छ नि एउटा कि हामी सुन्नुमा आउँदा तपाईँहरूको फ्यामिलीमा कमाउने हुँदाहुँदै पनि कोही कमाउने छैन भन्ने अस्ति भन्यो अरे कहाँनिर मिडियामा भन्यो त्यस्तो भन्यो भने पनि आरोप छ अनि अलरेडी उहाँहरू फरेस्ट ल्यान्डमा बसिरहेको छ फेरि अब कमाइ खानु फेरि फरेस्ट ल्यान्डै दिनुपर्ने भन्ने पनि आरोप छ नि के भन्नु सर त्यो चाहिँ हजुर त्यो चाहिँ यस्तो नि त्यो चाहिँ हामीले मात्रै गरेको छैनौँ नि त अरूले पनि त गरेको छ कस्तो भएको छ कि छैन हामी बसेको छौँ तर यस्तो नि त फरेस्ट ल्यान्डमा बस्यो भन्दामै कमाइ चाहिँ नखानु फरेस्ट ल्यान्डले त के खानु मात्रै दिइहाल्छ फरेस्ट ल्यान्डमा बसेपछि चाहिँ हाम्रो सबै कुरा निडहरू चाहिँ के आफै आउँछ कि धुप्पीबाट निस्किन्छ गर्नु त पऱ्यो नि कुछ न कुछ अनि जसको घरमा फ्यामिलीमा अब है कसैको बाबाको ड्युटी छ भने चाहिँ उहाँहरू चाहिँ यत्रो पढेर चाहिँ बेकार बस्नु त्यो बाउले पाल्छ भनेर छोरी बस्नु छोरा बस्नु सर यस्तो कुरा नि है हाम्रो चाहिँ ड्युटी पनि छैन हाम्रो हस्बेन्डहरूको चाहिँ ड्युटी पनि छैन लेबर काम गर्छ है अनि लेबर काम गर्दै गर्दाखेरि चाहिँ अब यस्तै पानी झरेर आउँदाखेरि हामीले अब यो दोकानद्वारा चाहिँ अब हामीले आफ्नो जीविका चलाइरहेको छ पानी झरीमा त अब काम हुँदैन लेबर काम गर्नेहरूको अन्त हामीले त्यसरी दोकान थापेर अब मद्वारा नै अब घर चलिरहेको थियो भन्दाखेरि चाहिँ अब हाम्रो चाहिँ कसैको ड्युटी छैन मेरो बुढाको सिवायहरू पनि छ सबै छ तर ड्युटी चाहिँ छैन केही पनि छैन त्यही कारणले चाहिँ आज हामी यहाँ आएको थियो दोकान चलाउँदै थियौँ अनि तर पनि अब अहिले हामीलाई चाहिँ यस्तो भइरहेको छ अब हामीले चाहिँ जस्टिस चाहिँ पाउँछ भन्ने छ अब लगभग तपाईँहरूको कुरा बुझ्दाखेरि यो चाहिँ सिएम साहबको सम्म पुग्नुपर्ने हाम्रो माग चाहिँ त्यति नै हजुर सिम सरलाई अब हाम्रो है हामीले पनि 14 देखि भोट हाल्यौँ है हजुर, अब हामी हामी यस्तै हो हामी जिन्दाबाद भनेर गएनौँ है हाम्रो आफ्नो बाध्यता थियो होइन त्यो हाम्रो बाध्यता हो आफ्नो तर भोट चाहिँ हामीले तीनपल्ट भइसक्यो हामीले यो कबिलिन्चोक कन्स्टिट्युन्सीलाई हामीले जिताएको है त्यति चाहिँ अब हामीले सरलाई त्यो हामीले आशा थिएर त सघायौँ उहाँले त निराशा त गर्नु हुँदैन नि त है त्यही कारण चाहिँ सरमाथि चाहिँ त्यही छ कि हामी यस्तो अवस्थामा चाहिँ देख्नुभयो भने 5 मिनटमै सरले डिसिजन लिनुहुन्छ है त्यो यो आवाज चाहिँ हाम्रो पुगोस् सरसम्म त्यति नै तपाईँलाई भन्दा हिजो पनि त प्रेस कन्फरेन्स सरले भन्नुभएको छ भन्दाखेरि के हुन्छ कस्तो कस्तो पाराले हुन्छ भनेर भनेको छ त तपाईँहरू जबरजस्ती तपाईँले पुरै बुझेको जबरजस्ती होइन सर तपाईँले अगाडि पनि भन्नुभएको थियो नि त यो हटाऊ हामी तिमीलाई दिन्छु गरी खानु दिन्छु अब त्यो त समय लाग्छ नि त आजको भोलि तपाईँ बस्यो नि सर हामी घरमा 4-5 सर आजको भोलि त हामी आएको ठिकै छ हामीले कोअपरेट गरिरहेको छ नि सर त हामीले ठिकै छ हामी यहाँ मिडिया हाउस पनि हुनुहुन्छ है हामी यहाँ अब एसएसआई पनि हुन्छ मेजिस्ट्रेट तपाईँले आफ्नो सामान चिनिदिनुहोस् को कस्तो सामान हामी सिज गर्छौँ तपाईँले सिजर पेपरमा तपाईँले सिजर पेपर चाहिँ तपाईँ सिग्नेचर चाहिँ गर्नु हामी गर्छौँ सर साइन गरेर हामीले त लडे दिएको होइन सर हामी त्यो गरी अन्त त्यो सिज पनि गर्नु मान्नु त्यसै त अब तपाईँले सिज गर्छु भन्नुहुन्छ अब सिज गर्यो भने कम्पनसेसन दिनुहोस् तपाईँले हामीलाई कम्पनसेसन दिनुहोस् तपाईँहरू फर इन्स्टेन्स अब तपाईँ इक्जाम्पल एउटा सिम्पल इक्जाम्पल दिनु तपाईँहरूको घरमा कुनै सामान जबरजस्ती म आएर बसेँ
भनेपछि तपाईँले यो तिम्रो सामान लैजायो भनेर मानेन भने तपाईँ त्यो सामान के गर्छ होइन फर्स्ट त म नि मेरो घरमा आउनै दिँदिनँ नि मेरो घरमा पस्नै दिँदिनँ फर्स्टमा आउँदाखेरि फर्स्टमै गर्नु पऱ्यो नि त यो कुरा पहिलोबाटै चाहिँ। खेलेन हामीलाई म त हामीलाई त यस्तो एमएलए सरहरूले लेखेर दिनुभएको छ एमएलए सरहरू चाहिँ के त्यसो भए एमएलए सरहरूलाई चाहिँ याद थिएन होला यो फरेस्ट लिनु भनेर फरेस्ट मिनिस्टरलाई थाहा थिएन होला यो चाहिँ फरेस्ट लेन भनेर आगे त्यो सिज गर्नुपर्ने तपाईँलाई अलिकति सिजरको लागि हेरिदिनुहोस् हामी सिज गर्छौँ आउँछौँ